अहिले चाहिँ हामी ठ्याक्कैसँगले गोदावरी बस पार्कमा छौँ होइन। यता चाहिँ गोदावरी ग्राउन्ड हो। यता चाहिँ हामी गोदावरी पार्क जाने यतापट्टि हो भने हामी यता फुलचुके मार्बल डाँडा जाने ठाउँ चाहिँ यतापट्टि हो होइन। हामी चाहिँ यता तलबाट आएको। अब हामी माथि फुलचुके डाँडा जान्छौँ हो। यहाँबाट चाहिँ आज मार्बल डाँडा चाहिँ निस्किँदैनौँ। यहाँदेखि लगभग 13-14 किलोमिटर होला फुलचुके डाँडासम्म चाहिँ हामी आज जाने कोसिस गर्नेछौँ। ल दिन पनि अब चिसो बढिरहेछ। यहाँ माथिबाट चाहिँ अलिकता अफरोड छ भन्ने सुनेछ। आज हामी अफरोड राइड गर्छौँ है त साथीहरू। साथीहरू हामी चाहिँ अब गोदावरीबाट चाहिँ हामी अब ट्याक्कसँगले होइन उकालो लाग्यौँ। अब नौधारा हुँदै हामी चाहिँ यहाँबाट ट्याक्कसँगले माथि फुलचुके डाँडा पुग्छौँ हो। घाइते नचलाइदिउँ भनेर नि। यहीँ काट्दिनु, यहीँ काट्नुहोस्। दुईजनाको 10 रुपियाँ एउटा बाइकको यहाँ सरसफाइको लागि रे हो सङ्कलन माथिको एउटा तल छोडेर आइएछ नि एउटा लु जाउँ धन्न एउटा छोडेर आइएछ अरे क्या। यहाँको चाहिँ 10 रुपियाँ उठाउँदो रहेछ होइन प्रति बाइकको चाहिँ। यहाँ चाहिँ अब यहाँको सरसफाइदेखि लगेर सबै कुराको लागि ठिकै हो त्यो पनि। अब यहाँभित्र कति फोहोर हुन्छ के हुन्छ होइन। यहाँ वनले गरेको रहेछ मेन चाहिँ। हामी मार्बल डाँडा भनेको चाहिँ यता माथि हो होइन। हामी चाहिँ अहिले ट्याक्कै नौधारा आइपुग्नु लाग्यो। हाम्रो भाइरल रोड पनि चाहिँ माथि हो गाइज होइन। अनि भनेको ल हामी ठ्याक्कसँगले मार्बल डाँडा जानको लागि यताबाट गइन्छ। अनि त्यस पछाडि भनेको हामी यो भाइरल रोड हुँदै हामी माथि फुलचुके डाँडा निस्किन्छौँ। अनि ठ्याक्क यहाँबाट चाहिँ हामी फुलचुके डाँडा चाहिँ 13 किलोमिटर छ है साथीहरू। यहाँबाट चाहिँ हो है माथि मार्बल डाँडा यहाँ माथि मार्बल ठ्याक्कै यहीँ छ हो। अनि यो भाइरल रोड चाहिँ ठ्याक्कै यहीँ हो। यहाँनिर टिकटक रिल्सहरू पनि धेरै देख्नु होला होइन। यहाँ सुटिङहरू पनि भइरहेको हुन्छ होइन म्युजिक भिडियोहरू भाइरल रोड। ल यहाँसम्म चाहिँ रोड राम्रो छ होइन। त्यहीँ माथिसम्म कतासम्म होला रोड त्यतिखेर राम्रो। त्यहाँदेखि चाहिँ हाम्रो अफ रोड राइड सुरु हुन्छ। ल यहाँ चाहिँ बाटो बन्द रहेछ यहाँबाट चाहिँ। हामी यहाँबाट चाहिँ अब अफ रोड सुरु भयो फुलचुकेको। ल उकालो जान्छौँ हामी। यहाँनिर बाइक सुटहरू भइरहेको रहेछ। अब अफ रोड सुरु भयो। ए यहाँ त ठिकै रहेछ त बाटो त होइन। त्यहाँ चाहिँ भत्केको रहेछ हो नि ठाउँ त। दामी ठाउँ त है। लु जाउँ बिस्तारै उकालो। सानो बाटो चटक रहेछ अब यहाँ त होइन। एकदम मजाको छ नि मनिष होइन। ल साथीहरू अब चाहिँ हाम्रो अफरोड यात्रा सुरु भयो होइन। यहाँबाट चाहिँ हामी अफरोड जान्छौँ। जस अफरोड पनि ठिकै होला। स्कुटीहरू पुगिरहेको छ भने चाहिँ त्यस्तो समस्या नहोला। गर्दैन तलबाट थिएछ नि बाटो। एक दुई ठाउँमा मात्रै ठाउँ ठाउँमा चाहिँ होइन बाटो यस्तो रहेछ चिप्लो हो अलिक अप्ठ्यारो। अरू त सबै ठिकै छ होइन।
डर हुँदैन दाजु बाटो त मजाले केही हुन्न दाजु नडराउनु कान्छ थियो न भने आज आइन्थेन अनि यो चिप्लो छ नि त यो पनि हो तिनीहरू त प्लेट नि चन्द्रगिरी भन्दा नि यो हाइट हो नि चन्द्रगिरीमा नि मालिङहरू पनि पाउने ठाउँ Thank you.